हेलो गाइज, स्वागत छ तपाईँहरूलाई मेरो मिनी भ्लगमा। आज चाहिँ हामी घुम्न जाँदैछौँ। घुम्न पनि के भन्नु, हामी हिँड्न लागिरहेछौँ बाटोमा। यत्तिकै खानासाना बनाएर ल्याएपछि साँझपल्टिको बेलामा अनि हामी चाहिँ एकदम धेरै म टाइम अब चाहिँ दुब्लाउने। मेरो छोरा अनि मेरो बुढा, त्यसपछि मेरो देवर बाबु अगाडि हिँड्दै हुनुहुन्छ भनेपछि म चाहिँ पछाडि हिँड्दैछु बल्कम चपाउँदै। यो मन्दिरदेखि देउती बजे मन्दिरदेखि सिधै तलतिर यो पिच रोडबाट हिँडिरहेको छौँ। अरू साथीहरू पनि हिँडिरहेको छ। यो चाहिँ हाम्रो देउती बजे मन्दिर सुर्खेतको साथीहरूले त थाहा पाउनु भएकै छ होला। यो चाहिँ अन्त बाहिरको साथीहरूले थाहा पाउनु भएको छैन होला। यो बाटोदेखि हामी सिधै तलतिर जाँदैछौँ। यो चाहिँ पिपिराको स्कुलदेखि हामी चाहिँ सिधै तलतिर रोड गयौँ। एकदम पक्की रोड छ। अनि यहाँनिर चाहिँ यो त अहिले नयाँ घुम्ती खोलेको रहेछ चटपटे पसल। हामीले खाना त खाएनौँ, तर सरासर हिँड्यौँ। हामी खाने मुडमा थिएनौँ, हामी हिँड्ने मुडमा थियौँ। यहाँ चाहिँ अहिले मकै, कति राम्रो मकै छ। सबै धान पनि रोपिसक्नु भएको रहेछ। धान हरियो भएको छ, मकै हरियो भएको छ बर्खा लाएर। एकदम अरू साथीहरू पनि हिँड्नु भएको छ। अनि पाहाडी घाँस पनि काट्नु भएको रहेछ एउटा आन्टीले। र अब सँगसँगै हामी चाहिँ सिधा बाटै हिँडिरहेको छौँ। अनि मेरो छोराहरू चाहिँ ललिपप खाँदैछ भनेपछि देवर र मेरो बुढा चाहिँ गफ गर्दै मस्त आफ्नो पारामा हिँडिरहनु भएको छ। अनि यो चाहिँ मैले पिपिराको स्कुल अघि भनेको थिएँ नि, त्यही स्कुल हो। उहाँहरू चाहिँ एकदम व्यस्त हुनुहुन्छ। उहाँहरू छुट्टै आफ्नै पारामा, अगाडि पनि अरू मान्छेहरू पनि हिँडिरहनु। मलाई चाहिँ फर्स्ट टाइम बनाएको एकदमै लाज लागिरहेछ। त्यसपछि हामी चाहिँ सरासर अगाडि गयौँ है। अनि यो ढोलढुङ्गा विकास गाउँ के लेखेछ यहाँ। अनि यहाँ त्यही चाहिँ माथिबाट ट्र्याक्टर आयो, ढोलढुङ्गा टोल विकास रहेछ। अनि त्यसपछि सिधै हामी चाहिँ तलतिरै गयौँ। अझै तलै जानको लागि चाहिँ उता यहाँ आउँदै चाहिँ गाडीहरू पनि रहेछन्। अनि हामी सरासर तलतिर गयौँ। मेरो छोरा चाहिँ कहिले अगाडि दगुनी कहिले पछाडि दगुनी गरिरहन्। अनि यहाँ चाहिँ मेरो यो गाउँ ढोलढुङ्गाको यो बजार होला सायद। यो चाहिँ यो गाडी किनिदिनु भनेको छ मेरो छोराले चाहिँ। यो ठुलो गाडी किनिदिनु अरे, गाडी जौना गाडी देखे पनि किनिदिनु भन्छ कि। अनि यो गाडीहरू हेऱ्यौँ हामी, एकछिन तल गयौँ। अब हामी चाहिँ तलबाट गयौँ बाट गइराख्यौँ सरासर। अगाडिको कुवामा हुनुहुन्छ। अनि यहाँ चाहिँ कति राम्रो फुल फुलेको रहेछ। मलाई चाहिँ फुल एकदमै मनपर्छ क्या है। कुनै पनि फुलहरू देख्नै हुँदैन, मलाई चाहिँ एकदमै मनपर्छ फुलहरू लगाउन। टाउकोमा शिरमा फुल लगाउन एकदमै मनपर्छ। अब चाहिँ हामी चाहिँ अलि तलै जान्छौँ, सरासर अलि तल जान्छौँ, एकछिन गफ गर्छौँ। त्यहाँ बसेर एकछिन गफ गऱ्यौँ होइन। कति राम्रो मकैहरू छ होइन। अब मेरो छोराले फर्कियौँ भन्यो है, धौ भयो होला बिचरा हिँडेको। त्यसपछि अब चाहिँ हामी यहाँबाट चाहिँ घरतिर फर्किन्छौँ। घरतिर फर्किन लाग्यौँ। अब अनि फेरि घरतिर फर्किन लागेको त अब एकछिन टिकटक बनाऊँ भन्नुभयो बुढाले। अब एकछिन चाहिँ हामी टिकटक बनाउँछौँ। फाइनली गाइज, अब हामीले टिकटकमा भिडियो बनाएर पनि भ्यायौँ। अब चाहिँ हामी चाहिँ घरतिर फर्किँदैछौँ।